प्रसाद अझै पनि फरार छन् किन भन्नुस् त? दुर्गा प्रसाद फरार छन् कि घरमै सुतिरहेको छन्? को गएको छ? तपाईँ जानु भएको छ? राज्यले जसरी गोली हान्यो नि डङ 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 डङ, त्यो 2052 सालमा माओवादीले जसरी हत्या हिंसा गर्यो जनयुद्धमा, जसरी जिउँदै मान्छे मार्यो नि, त्यसरी आज चाहिँ पुलिसले गोली चलायो। यो राज्य भनेको के? जनताको राज्य होइन, जनताको करबाट चलेको सरकार होइन। संवेदनशील हुनु पर्दैन। सामान्य लोकप्रिय कमाउनका निमित्त जुन बालेन शाहले चाहिँ राजा ज्ञानेन्द्रको घर निवासमा निर्बल निवासमा गएर त्यो पत्र पठाउनु भनेको अपरिपक्व मानसिकताबाट गृहित भएको चाहिँ बालेनलाई म यहाँबाट एउटा युवाको हैसियतले उहाँलाई भन्न चाहन्छु, यो लडाई एकजना केपी ओलीसँग प्रचण्डसँग होइन, सिङ्गो व्यवस्थासँग हो। त्यो भएकोले मान्छे मार्ने भन्ने हामीसँग छँदै छैन। यो नितान्त राज्यले हिजो मान्छे मारेर आएका, मान्छेलाई मारेर जिउँदै जलाएर आएका यी गणतन्त्रवादीहरूले 17-18 वर्षदेखि यता राज्य चलाएका छन्। अहिले मान्छे मारेर उनीहरूलाई के गाह्रो छ? उनीहरूले मान्छे मारेको एउटा सच्चा इमान्दार राष्ट्रप्रेमी नेताहरूलाई हत्केरी हाले जेल हाल्छ, जसले 5000 मान्छे मैले मारेको भनेर खुल्ला मञ्चबाट घोषणा गर्छ, आत्मसमर्पण गर्छ। त्यस्तो मान्छेले देशको प्रधानमन्त्री हुने, पार्टी अध्यक्ष हुने, नेपाली जनताको नेता हुने छुट छैन। ती घटनामा जो घटेका घटनाहरू छन्, 2 जना मरेका छन्, यसको राज्यले शहीद घोषणा, राष्ट्रिय शहीद घोषणामा राज्यले गर्नुपर्छ, क्षतिपूर्ति दिनुपर्छ। तिनकुनेको सबै घटना त्यही दिन राज्यले गरेको, मान्छे मारेर आएका यी दलालहरूले गरेको, अरू कसैले लिने? केपी ओलीको ठाउँमा प्रचण्ड ठाउँमा बाबुराम भट्टराई आयो भने पूर्व प्रधानमन्त्री हुन सुहाउँछ होइन? अब पूर्व राजा भन्नु मिल्दैन, म राजै भन्छु। राजालाई जिम्मा दिने यी गणतन्त्रवादीहरूले प्रचण्डले 17,000 मान्छे मार्यो, 5,000को जिम्मा लिन्छु भन्यो। केपी ओली त यो टाउको काट हेर्दै आएको होइन, शेरबहादेउबा त्यस्तै होइन। यिनीहरू त अनि प्रधानमन्त्री हुने हैसियत छ, यिनीहरू पार्टी अध्यक्ष हुने हैसियत हो, यिनीहरूको चाहिँ जनताको नेता भनेर हिँड्ने हैसियत हो। अझ यिनीहरूलाई पुलिसले 16 हान्छन्। हेर्नुहोस् न के छ त्यो बालेनसँग, के छ तपाईँलाई थाहा छ? 1 हप्ता अगाडि के भनेको थिएँ? मेरो कर्मचारीलाई 1 हप्ताभित्र तलब दिएन भने त्यो टुकुचामा चाहिँ के अरे कोच्छु भने होइन, तपाईँले सिंहदरबार चलाउँछु भने होइन। अनि यस्ता फटा कुरा गर्ने, यस्तो एउटा अलोकप्रिय, एउटा सस्तो लोकप्रिय त्यो पनि बोलिदिने। अनि राजालाई पनि मैले चिठी काटेँ चाहिँ के अरे उहाँलाई राजालाई पनि मैले चाहिँ जरिमानाको चिठी काट निर्बल निवास गएँ भन्ने न्यु बनाउने आम जनतालाई देशमा राष्ट्रको अपियारे आन्दोलनको अपियारे देखिएको छ। यसमा सबै राष्ट्रवादीहरू सडकमा उत्रिन्छन् र सिंहदरबार घेर्ने र त्यो संसद भवन घेर्ने दिन आउँदैछन्। यिनीहरूले पुलिसलाई अहिले गणतन्त्रवादीहरूको के अरे शक्ति परिचालन गरेका छन् नि, यिनीहरूले चाहिँ हतियार हान्ने, असुर ग्यास हान्ने काम गरेका छन् नि। अब आन्दोलनमा हामीले एक हातमा लट्ठी बोकेर आउँछौँ। यिनीहरूको सत्ताको लट्ठी बलियो कि यिनीहरूको 52 सालको त्यो हतियार बलियो कि हाम्रो राष्ट्रवादीको लट्ठी बलियो? अब हामी हेर्छौँ। युवा सङ्घलाई शान्तिपूर्ण ढङ्गबाट जाने हान्ने भन्नुभयो। एउटा देशको प्रधानमन्त्रीले, केपी ओली भन्दा नेकपा एमालेको अध्यक्ष मात्र होइन नि त, उहाँले हान्ने हिंसाको एउटा त्यस्तो शब्द बोल्ने देशको प्रधानमन्त्रीले एउटा देशको जनताको कर तिरेर राज्य सत्तामा बसेर त्यसरी दुरुपयोग गर्न मिल्छ? त्यसले यदि विधिको शासन हो भने केपी ओलीले हातकडी हाल्नुपर्छ, हातकडी हालेर ल्याउनुपर्छ। केपी ओली नेपालको झन्डा कानमा नराखेर शिरमा नबोकेर के विदेशी भारतको झन्डा बोक्ने के भन्ने खोजेको यो कम्युनिस्टहरूले? के गर्न खोज्यो? माइतीघर मण्डला सिंहदरबार भन्दा कति टाढा छ मलाई भनिदिनुहोस् त? 600-700 मिटर छन्, 500 मिटर छैन। अनि जहाँ प्रधानमन्त्री त्यहाँ बस्छ, राज्य संयन्त्र त्यो सबै त्यहाँ बस्छ, राज्य सत्ता त्यहाँ छ भने आज माइतीघर मण्डला देशको समस्याको एउटा केन्द्रबिन्दु बनेको छ। सारा नेपाली जनताका सबै समस्याहरू यही माइतीघर मण्डलाबाट छन् भने यो राज्यले किन सुन्दैन? 500 मिटर उता प्रचण्डलाई मैले के भने, विगतमा 17,000 मान्छे मार्नु हो। तपाईँको चाहिँ लमजुङमा पढाउँदै गरेको टिचर के अरे मुक्ति प्रसाद अधिकारीलाई रुखमा झुन्डाएर मार्नुभयो। तपाईँले मन्दिर तपाईँले भत्काउनु भयो। तत्कालीन नेपाल हिन्दू परिषदका अध्यक्ष नारायण प्रसाद पोखरेललाई भुटोलमा मार्नुभयो होइन? आफ्नो हो यो घटनाहरू मैले स्मरण गर्न लागि प्रचण्डको पत्रमा जलाएको, फोटो जलाएको। राजाहरू राष्ट्रसत्ता सृजनाशाली देश एकीकरण गरे। हेर्नुहोस् आज देश एकीकरण नगरेको भए यो केपी ओली कुन देशको प्रधानमन्त्री हुन्थ्यो? प्रचण्ड कुन देशको प्रधानमन्त्री? शेरबहादेउबा कुन देशको प्रधानमन्त्री हुन्थ्यो? त्यसैले राजाको जुन माल्य शाली भत्काउने, जसले देशै निर्माणमा केही भूमिका खेलेको छैन, माओ सेतिङ गान्धीका यिनीहरूको फोटोहरू माल्यार्पण गर्ने यी विदेशी दलाल होइनन्। गृहमन्त्री कहाँको अहिले कञ्चनपुरका होइनन्? जहाँ निर्मला पन्त कहाँको? कञ्चनपुर जिल्लाको होइन? एउटा फोटो जलाएको भरमा मलाई हत्केडी हालेर समातियो होइन? तब जहाँ निर्मलाका आमा बुबाले नै भोट हालेर गृहमन्त्री बनेका अहिलेका गृहमन्त्री निर्मलालाई कहिले न्याय दिलाउने? निर्मलाका दोषीलाई कहिले समात्छ? नेकपा एमालेबाट जितेका यो विद्यार्थी एउटा अनुराग सोबीबाट एउटा कुनै सोबी निर्वाचनमा जितेका एकजना अन्तर्राष्ट्रिय विमानस्थलबाट टिकट काटेर सामान्य रोजगारलाई विदेश जानु। उहाँले एउटा स्टार लेख्नु भएछ, मैले पढेँ बिचराको एउटा, जब यहाँ आउँदासम्म गणतन्त्र ठिक, राष्ट्र बेठिक, अहिलेका नेता ठिक भन्ने युवाहरू जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टिकट काट्छन् नि,
तब राजा गए आउँछ, किनभने ऊ राजा भएको देशमा जाँदैछ नि त। र उसले के लेख्यो भन्दाखेरि राजा त्रिभुवनले अन्तर्राष्ट्रिय पर्यटक आउनको लागि बनाएको यो अन्तर्राष्ट्रिय विमानस्थल आज विदेशी दलालहरू गणतन्त्रवादीहरूले युवा बेच्ने कारखाना भनेर भने। यहाँ सर नमस्कार। नमस्कार। तपाईको स्वास्थ्य कस्तो छ? सबैभन्दा पहिला अस्ति यहाँ पनि घाइते हुनुभएको थियो, हामीले देखेका थियौँ। स्वास्थ्य ठिकै छ, अब म अहिले ठिक छु, तर देशको परिस्थिति अलिकता अब यस्तै छ, तपाईँले देखिरहनु भएको छ। जुन 3 कुनेमा घटेको घटनालाई लिएर चाहिँ गणतन्त्रवादीहरूले चाहिँ राजावादीले मान्छे मार्यो, ज्यादती गर्यो, उद्दण्ड मचायो भनिरहेको छ, यो विषयलाई कसरी लिन चाहनुहुन्छ? राजावादी भनेको राष्ट्रवादी हो। राष्ट्रवादीले कहिले पनि देशमा आन्दोलन चाहँदैन, हिंसा चाहँदैन, शान्तिपूर्ण ढङ्गबाट आन्दोलन गर्ने। हामीले त्योभन्दा अघिल्लो दिनमा चाहिँ पत्रकार सम्मेलनबाट जुन नेपालमा राज संस्था पुनर्स्थापित आन्दोलन समितिले पनि भनेको हो, त्यहाँ तपाईँले आफै पनि हेर्नुहोस्, हामीले जस्तो माइतीघरमा मण्डलामा जम्मा भएर बानेश्वरसम्म जता संसद भवनसम्म पुग्ने अथवा सिंहदरबारसम्म पुग्ने हाम्रो र्याली त थिएन नि त। मञ्च बनाएर औपचारिक ढङ्गबाट अगाडि बढेको कार्यक्रममा जहाँ अतिथिहरू भइराखेको ठाउँमा त्यो दिनमा आगामी रणनीतिका कार्यक्रमहरू प्रस्तुत गर्ने समयमा अनि कसरी चाहिँ त्यहाँ हामीले मान्छेलाई त्यसरी यो चाहिँ के अरे आन्दोलन अथवा शान्तिपूर्ण ढङ्गबाट गएको आन्दोलन अर्को रूपमा रूपान्तर हुने कुरा थिएन। यो सरकार पक्षबाट जुन भएको दमन थियो, त्यो दमनले जुन किसिमले शान्तिपूर्ण ढङ्गलाई चाहिँ आन्दोलनलाई अर्को मोडतिर मोड्यो। यो गणतन्त्रवादीहरूले यसले राम्रो गरेन। यो त्यहाँ घटना भएको हरेक कुराहरू नेपाल सरकारले जिम्मा लिनुपर्छ। यो राज्यबाट चाहिँ अन्याय भएको हो, शान्तिपूर्ण ढङ्गबाट राज संस्था पक्षले बढाएको आन्दोलन हो। यसमा म तपाईँलाई प्रश्न पार्न चाहन्छु। यहाँले सरकार पक्षले जिम्मा लिनुपर्छ भन्दै गर्दा राजाले जिम्मा लिनुपर्छ भनिरहेका छन् नि त। राजा अब नबुझेको एकछिन मैले बुझेँ। हिजो मैले चाहिँ तपाईँको के अरे निर्मल निवास अगाडि के अरे मेयर साहबले को गाडी पुगेछ त्यहाँ चाहिँ त्यो दिनको लागि म त के कुरा गम्भीर भन्छु भने गणतन्त्रवादीका यी सबै नेताहरूले राजा भनेको राजा जो ज्ञानेन्द्र विक्रम शाह हाम्रो राजा हुनुहुन्छ, उहाँ राजा चाहिँ यो देशको कुनै चाहिँ एउटा पार्टीको अध्यक्ष त होइन नि, कुनै पार्टीको अध्यक्ष होइन। नेकपा एमालेको अध्यक्ष केपी ओली हो र राजा? प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष हो र राजा? होइन नि, त्यो शेरबहादुर देउबा हो र राजा? राजा भनेको यो देशको सबैको साझा अभिभावक हो भने यो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजा हो र होइन नि? भने त्यो कार्यक्रमको अध्यक्ष राजाले गरे हो र त्यो कार्यक्रमको ठाउँको चाहिँ सिडिओ कार्यालयबाट पत्र लिने अनुमति लिने राजाले ल्या हो? राजा ज्ञानेन्द्र आएर लगायो यहाँ? त्यो एउटा व्यक्ति अलोकप्रियता सामान्य लोकप्रिय कमाउनका निमित्त जुन बालेन शाहले चाहिँ राजा ज्ञानेन्द्रको घर निर्मल निवासमा गएर त्यो पत्र पठाउनु भनेको अपरिपक्व मानसिकताबाट गृहित भएको चाहिँ बालेनलाई म यहाँबाट एउटा युवाको हैसियतले उहाँलाई भन्न चाहन्छु। राजावादी होइन, हामी नेपाली जनता हो, राष्ट्रवादी हो। किन सुन्नु न, जबसम्म बालेनले राजालाई निर्मल निवासमा गएर त्यो चाहिँ जरिवाना तिर्नुको पत्र काट्नु भनेको के स्ट्यान्डबाज गर्न खोजेको? राजा राप्रपाको अध्यक्ष बालेनले एमाले पार्टी कार्यालयमा पनि पठाएका थिए। एमाले पार्टी कार्यालय पठाएको एमाले तिर्यो 1 लाख रुपियाँ, तर राप्रपाले अस्ति तिर्यो नि त, एमाले तिर्यो। तर अहिले तिर्नलाई तपाईँ अनगनाइरहनु भएको छ। अहिले के राष्ट्रिय प्रजातन्त्र पार्टीमा चिठी काटेको कि निर्मल निवास चिठी काटेको? निर्मल निवासमा पूर्व राजाको निर्देशनमा भयो भन्ने आरोप छ। कहाँ निर्मल निवासले गरेको हो, निर्मल निवासको आयोजना भएको भनेर कहाँ लेखेको छ? अनि त्यो ठाउँ चाहिँ मैले अघि पनि भने त्यो ठाउँको जुन स्थान चाहिँ कार्यक्रमको लागि लिएको छ त्यो चाहिँ के राजाले लिएको बालेन शाहले त्रुटि गरे। तपाईले व्याख्या गर्नुभयो, यसरी पनि व्याख्या गर्न सकिन्छ। तपाईले आन्दोलन गर्नुभयो भने तपाईँको पार्टीले पत्र पठाउने कि तपाईँले ल्याएर व्यक्तिलाई दिने? ल्याउन त राजालाई ल्याउनलाई गरे हो, राजालाई नै पत्र पठाउने होला नि। होइन सुन्नु न, हामीले राज संस्थालाई पुनर्स्थापित गर्न खोजेको हो कि राज संस्थालाई पुनर्स्थापन गर्न खोजेको को व्यक्तिलाई ल्याउने भन्ने कुरा हाम्रो होइन। राज संस्थाले पुनर्स्थापन गर्न खोजेको। अनि राज संस्था बाबा त्यो दिनको आयोजक को हो त? नेपालमा राज संस्था पुनर्स्थापित गर्ने आन्दोलन परिचालन समिति छ कि छैन? जबकि नवराज सुवेदीको नेतृत्वमा चाहिँ समिति बनेको होइन? त्यो दिनको सभापति उहाँ होइन हो कि भने त उहाँलाई जानु पर्यो नि, त्यो समितिमा जानु पर्यो नि। राजा ज्ञानेन्द्रको घरमा निर्मल निवासमा गएर चाहिँ के अरे चाहिँ के भन्छ चिठी काट्ने बालेनले गणतन्त्रवादीहरूले आयोजक त्यो समिति हो होइन? हो, त्यो समितिले एकजना पत्रकारलाई जलाएको चाहिँ स्वीकार्नुहुन्छ? बोले हामीले जलायो? त्यो समितिले राज्यले जलायो, सरकारले जलायो। तपाईँले त्यही आन्दोलनको आधारमा राजा आएको भए तपाईँहरूले चाहिँ राजा हामीले ल्यायौँ भन्ने पत्रकार अथवा त्यहाँ जुन हाम्रो के अरे एउटा सबिन महर्जन भाइ पत्रकार एउटा देशको चौथो अङ्ग एउटा सदस्य
जसरी हामीले गुमाउनु पर्यो त्यसको हामी त्यो दुःखद घटनाप्रति हामी चाहिँ एकदमै दुःखद व्यक्त गर्न चाहन्छौँ। तर जसरी गोली हान्यो नि डङ 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 त्यो 2052 सालमा माओवादीले जसरी हत्या हिंसा गर्यो जनयुद्धमा जसरी जिउँदै मान्छे मार्यो नि त्यसरी आज चाहिँ पुलिसले गोली चलायो। यो राज्य भनेको के जनताको राज्य होइन, जनताको करबाट चलेको सरकार होइन, संवेदनशील हुनु पर्दैन। गोली चाहिँ प्रहरीले हानेर मारेको भन्नुभयो भने पत्रकारलाई चाहिँ तपाईहरुले जलाएको भन्न चाहिँ नमिल्ने फेरि कसरी हामी जलाएको भन्न मिल्छ? हामीले जलाएको तपाईले कसैको निजी घरको छतमा बसेर नेपाल सिभिल ड्रेसमा गएर ड्याङ ड्याङ रबरको गोली हान्ने, माथिबाट असुर ग्यास हान्ने, तपाईले शान्तिपूर्ण ढङ्गबाट अगाडि बढेको आन्दोलन के अरे जनप्रदर्शन मात्रै हो, त्यो दिनमा आन्दोलन होइन। म अहिले पनि भन्छु माइती घरमा जम्मा हुने लाखौँमा के अरे जनताहरू त्यहाँबाट बानेश्वर घेर्ने, त्यहाँबाट सिंहदरबार घेर्ने भन्ने त्यो हिजोको कार्यक्रमको योजना थियो र त्यो प्लान थियो र होइन नि। कार्यक्रमको मञ्च बनाएपछि शान्तिपूर्ण ढङ्गबाट बढेको कार्यक्रम हो भने यो त कम्युनिस्टकै मान्छेहरू आएर लुट्या हो। त्यहाँ चाहिँ तपाईँले देख्नुभयो एउटा पेस्तुल्लो एउटा खुकुरी नचाहेको तपाईँले देख्नुभयो नि। अनि त्यो को आयो त? गणतन्त्रवादी होइन होइन। त्यो त सुन्नु न, यो आन्दोलन हो। आन्दोलनमा कोहीले के लिने भन्ने कुरा होइन। त्यो जो किसिमको अन्याय गरिरहेछन्, जो किसिमको अरू व्यवहार दिइरहेछन्, यो घुसपेट भइरहेछ, यो नितान्त कम्युनिस्टबाट भएको, नेपालका गणतन्त्रवादी विदेशी दलालहरूबाट भएको, यो राजाको पक्षमा देखिएको जनलहरलाई उथलपुथल गर्नका लागि अथवा त्यसलाई चाहिँ कमजोर बनाउनका निम्ति भएको, यो कुनै पनि हालतमा कमजोर हुँदैन। चरित्र देखियो के तपाईहरुले त्यो आन्दोलनबाट आएको सकारात्मक प्रतिफल चाहिँ तपाईहरुले आफ्नो भनेर स्वीकार गर्ने, नकारात्मक चाहिँ पछि हट्ने। हामी कहिले पनि हामी राष्ट्रवादी मान्छे हो, कहिले पनि नेपालमा ध्वंस चाहँदैनौँ। नेपालमा कोही हामीले विचार जसरी स्थापित गर्न खोजेका छौँ, एकजना मान्छेको ज्यान नगएर विचार स्थापित गर्ने हाम्रो लडाइँ हो। यो लडाइँ एकजना केपी ओलीसँग प्रचण्डसँग होइन, सिङ्गो व्यवस्थासँग हो। त्यो भएकोले मान्छे मार्ने भन्ने हामीसँग छँदै छैन। यो नितान्त राज्यले हिजो मान्छेलाई मारेर जिउँदै जलाएर आएका यो गणतन्त्रवादीहरूले 17-18 वर्षदेखि यता राज्य चलाएछन्। अहिले मान्छे मारेर उनीहरूलाई के गाह्रो छ? उनीहरूले मान्छे मारेको। तपाईँको पार्टी नेताहरू रविन्द्र मिश्र र धवल शमशेर राणा विरुद्ध राजद्रोहको मुद्दा चल्ने भएको छ। एकदम सही प्रश्न गर्नुभएको छ। तपाईँले नेपालको संविधानलाई टेकेर जनताका आवाजहरू बुलन्द गर्दाखेरि एउटा सच्चा इमान्दार राष्ट्रप्रेमी नेताहरूलाई हत्कडी हाले जेल हाल्छ, जसले 5000 मान्छे मैले मारेको भनेर खुल्ला मञ्चबाट घोषणा गर्छ, आत्मसमर्पण गर्छ। त्यस्तो मान्छेले देशको प्रधानमन्त्री हुने, पार्टी अध्यक्ष हुने, नेपाली जनताको नेता हुने छुट छैन। नेपाल प्रहरीले त्यसलाई 16 हान्दैन, ती मान्छेले हत्कडी हाल्यो। आज राष्ट्रवादी एउटा मान्छेलाई जेल हाल्ने हामीले 24 घण्टाको अल्टिमेटम दिनुभयो होइन, 24 घण्टा अल्टिमेट दिएको, त्यही भएर त यहाँ नभएको कारणले गर्दाखेरि हामी यहाँ जम्मा भइराखेका छौँ। हिजो देशैभरि राके जुलुस भएको छ। त्यस कारणले उहाँ दुईजना नेता डाक्टर धवल शमशेर राणा र रविन्द्र मिश्र लगायतका 112 जना भन्दा बढी जुन आन्दोलनका राष्ट्रवादी योद्धाहरूलाई हुलिएको छ, तत्काल रिहा गर्न हामी माग गर्छौँ। राजावादी आन्दोलन हिंसात्मक बनाउने नै रविन्द्र मिश्र हुन् भन्ने आरोप छ। यो फटा कुराहरू कम्युनिस्टले गर्ने हो, पत्रकार गर्न मिल्दैन। तर हामी त्यो हिंसाको बाटोमा छैनौँ, शान्तिको बाटोमा छौँ। शान्तिको घेराभित्र रहिकन यो आन्दोलन मात्र होइन, नेपाली जनताको व्यवस्था र अवस्थालाई परिवर्तन खोज्छौँ। गणतन्त्रले मात्र हिंसा चाहन्छ, हामी हिंसा चाहने मान्छे होइन। दुर्गा प्रसाद अझै पनि फरार छन्, किन हो भन्नुहोस् त? दुर्गा प्रसाद फरार छन् कि घरमै सुतिरहेको छन्? को गएको छ? तपाईँ जानु भएको छ? तपाईँको आन्दोलनमा आएको दुर्गा प्रसाद भन्ने त होइन? होइन, हाम्रो आन्दोलन अर्को आन्दोलन हो। यो संयुक्त जनआन्दोलन हो। यो व्यवस्था र अवस्था परिवर्तन गर्ने समूह राष्ट्रवादी राजावादीहरूको संयुक्त आन्दोलन हो। त्यसैले कुनै व्यक्तिको आन्दोलन होइन यो। त्यसका संयुक्त आन्दोलनमा एउटा नेपाली जनताको आस्था र भरोसा बोकेको राज संस्थालाई अब चाँडै शिरबेद लगाउने आन्दोलन हो। यो कुनै हालतमा कसैले रोक्न सक्दैन। देशमा राज संस्था पुनर्स्थापित हुन्छ। त्यो दुर्गा प्रसादले आउनुहोस्, अब अनसनमा सघाउनुहोस् भनेर तपाईँहरूले पनि भन्ने जिम्मेवारी होइन र? कस्तो? दुर्गा प्रसादले यहाँ आउनुहोस् होइन, अब अनसनमा सघाउनुहोस् भन्ने जिम्मेवारी तपाईँको नि होइन र भने? होइन, हामी त अहिले पनि अनसनमा छौँ त। यो त हाम्रो नेताहरूलाई रिहा नगर्दासम्म, देशमा राज संस्था नआउँदासम्म हामी नितान्त यो आन्दोलन र सडक आन्दोलन र अनसनमा हामी रहन्छौँ। तपाईहरुको नेता अहिले चाहिँ हिरासतमा हुनुहुन्छ, तपाईहरुको आगामी दिनका एजेन्डाहरू तपाईहरुको के हुन्छ? हामीले सरकारलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौँ। हिजो पनि हामीले भन्यौँ, अस्ति पार्टीको बैठक बसेर भनिसकेको छ, आधिकारिक धारणा निकालिसकेको छ, 24 घण्टा अल्टिमेटम सकिएको छ। हिजो मात्रै देशभरि एउटा विशाल मसाल जुलुस भएको छ। सरकारको यो किसिमको जुन व्यवहार देखिएको छ, यसको विरुद्धमा, गणतन्त्रका विरुद्धमा राज्यले जुन प्रकारको जनतालाई एक प्रकारको एउटा शालीन व्यक्तिहरू, देश नेपाली जनता जेल हालेको छ,
तर यसका विरुद्धमा हामीले अब के गर्छौँ भने निरन्तर सङ्घर्षका कार्यक्रमहरू अगाडि बढेका छन्। आगामी दिनमा हामी यति होइन यो छ नि यो के अरे यो यसलाई के भन्छ यहाँ माइतीघर मण्डला सिंहदरबार भन्दा कति टाढा छ मलाई भनिदिनुहोस् त। 600-700 मिटर छैन, 500 मिटर छैन। अनि जहाँ प्रधानमन्त्री त्यहाँ बस्छ, राज्य सदन त्यो सबै त्यहाँ बस्छ, राज्य सत्ता त्यहाँ छ भने आज माइतीघर मण्डला देशको समस्याको एउटा केन्द्रबिन्दु बनेको छ। सारा नेपाली जनताका सबै समस्याहरू यही माइतीघर मण्डलाबाट छन् भने यो राज्यले किन सुन्दैन 500 मिटर उता भने अब यिनीहरूले चाहिँ कानमा तेल हालेर बसेका छन्। हामी नेपाली जनताहरू एकजुट भएर बस्छौँ। अहिले पनि केपी चोर देश छोड, प्रचण्ड चोर देश छोड, शेरे चोर देश छोड भन्ने नारा यहाँ मात्र होइन विदेशमा रहेर नेपालीले पनि लगाउन बाध्य भएका छन् कि देशमा राष्ट्रको अप्यारे आन्दोलनको अप्यारे देखिएको छ। यसमा सबै राष्ट्रवादीहरू सडकमा उत्रिन्छन् र सिंहदरबार घेर्ने र त्यो संसद भवन घेर्ने दिन आउँदैछन्। हामीले भन्छौँ हेर्नुहोस् यिनीहरूले पुलिसलाई अहिले गणतन्त्रवादीहरूको के अरे शक्ति परिचालन गरेका छन् नि, यिनीहरूले चाहिँ हतियार हान्ने असुर ग्यास हान्ने काम गरेका छन् नि। अब आन्दोलनमा हामीले एक हातमा लट्ठी बोकेर आउँछौँ। अब यिनीहरूको पुलिस यिनीहरूको सत्ता होइन न, यिनीहरूको सत्ता यिनीहरूको सत्ताको लट्ठी बलियो कि यिनीहरूको 52 सालको त्यो हतियार बलियो कि हाम्रो राष्ट्रवादीको लट्ठी बलियो। अब हामी हेर्छौँ, अब हामीले हेर्न दिन आएको यसको यो सुन्नु न, यो के भने सरकारले के गर्यो भन्दाखेरि सरकारले के गर्यो काँठी सलेको काँठी कोरेर आगो लगाइदियो, पुरै ध्वस्त पर्यो होइन। तर उसले सरकारले फेरि के भन्छ भने धुवालाई आफूले के गर्ने दोषी भनिरहेको छ कि जब आगो आफू लगाउने राज्य सरकारले नि रापरले किन लिने, रापरवाले लिने कोहीले सरकारले लिने। यो अहिले त मानव अधिकारले के भन्यो, मानव अधिकारले त्यही एभिन्यूज टेलिभिजनका त्यहाँका डाइरेक्टर प्रमुखले के भन्नुभयो, आम नेपाली जनताका विशिष्ट व्यक्तिहरूले के भन्नुभयो, शान्तिपूर्ण ढङ्गबाट जनप्रदर्शन मात्र होइन त्यहाँ मञ्च बनाएर राखिएको कार्यक्रम जबकि ऊ कुनै आन्दोलन हुँदै होइन भनेर जो आगामी कार्यक्रमहरू घोषणा गर्ने कार्यक्रममा सुरुमै चाहिँ असुर ग्यास हानेर एउटा एक्सपायर भएको के अरे थियो त्यो असुर ग्यासलाई प्रयोग गरेर म पनि चाहिँ त्यसको पीडित हो। पुरा 2008 साल 12 सालमा सकिएको छ, अहिले 2024 सालमा भने यस्ता खालका गतिविधि राज्यले जुन गरिराखेको छ, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने जुन गरेको छ यो अत्यन्तै निन्दनीय छ। ती घटनामा जो घटेका घटनाहरू छन्, 2 जना मरेका छन्, यसको राज्यले शहीद घोषणा राष्ट्रिय शहीद घोषणामा राज्यले गर्नुपर्छ, क्षतिपूर्ति दिनुपर्छ। तिनकुनेको सबै घटना त्यही दिन राज्यले गरेको, मान्छे मारेर आएका यी दलालहरूले गरेको, अरू कसैले लिने होइन। पूर्व राजा एउटै कुरा, तपाईँ दुवैजनाको प्रश्न एउटै हो। पूर्व राजा तपाईँले भन्नुभयो, म पूर्व राजा भन्न चाहन्न। कहिले पनि आफ्नो बुबालाई पूर्व भन्न सुहाउँदैन। यो देशमा राजा एउटै मात्रै हो। केपिएलको ठाउँमा प्रचण्ड ठाउँमा बाबुराम भट्टराई आयो भने पूर्व प्रधानमन्त्री हुन सुहाउँछ होइन। अब पूर्व राजा भन्नु मिल्दैन, म राजै भन्छु। तर एउटा कुरा के ख्याल गर्नुहोस् भने म आम गणतन्त्रवादी र तपाईँहरूलाई भन्न चाहन्छु र यहाँ बालेनलाई पनि भन्न चाहन्छु म होइन के भन्नु। सुन्नुहोस् म बुझेँ, सुन्नु न, मैले आउँछु राजाले किन लिने? नेकपा एमालेको अध्यक्ष हो केपिएल जस्तो यो राजा, प्रचण्डको के अरे माओवादी केन्द्रको अध्यक्ष जस्तो यो के अरे राजा, र राप्रपाको अध्यक्ष के अरे राजा हो होइन नि। राजा सबैको साथ एउटा राष्ट्र। सुन्नुहोस् न, अनि कसरी त्यो चाहिँ के अरे तिनकुने जसरी सिडिओ कार्यालयबाट त्यो कार्यक्रम स्थान जसरी लग्यो, अनुमति लग्यो नि सिडिओ कार्यालयबाट, त्यो अनुमति लिन के राजा ज्ञानेन्द्र आएको थिए? निर्मल निर्माणबाट कुनै प्रतिनिधि आएको थियो? अनि को आएको थियो? त्यो कार्यक्रमको आयोजक भनेको राष्ट्र संस्था पुनर्स्थापित आन्दोलनको समिति होइन, त्यसको अध्यक्ष त नोबरा समिति होइन। इस्टर्न बास के छ त्यो बालेनसँग के छ तपाईँलाई थाहा छ? 1 हप्ता अगाडि के भनेको थिएँ, मेरो कर्मचारीलाई 1 हप्ताभित्र तलब दिएन भने त्यो टुकुचामा चाहिँ के अरे कोच्छु भने होइन, तपाईँले सिंहदरबार चलाउँछु भने होइन। अनि यस्ता फटा कुरा गर्ने, यस्तो एउटा अलोकप्रिय एउटा सस्तो लोकप्रियता जे पनि बोलिदिने। अनि राजालाई पनि मैले चिठी काटेँ चाहिँ के अरे उहाँलाई राजालाई पनि मैले चाहिँ जरिमानाको चिठी काट निर्मल निवास गएँ भन्ने न्यु बनाउने आम जनतालाई सरकारले तिर्छ, राज्यले तिर्छ, सरकारले तिर्छ, राज्यले किन तिर्छ भने हामी त्यो दिनमा हाम्रो एकदम छोटो कार्यक्रम थियो करोडौँ। मैले अघि भने बाबा तपाईँले एउटा सलेको काँटीबाट ऊ घरमा आगो लगाइदिनु भयो भने अनि तपाईँ आगो लगाउने अनि त्यो धुवासँग जिम्मा दिने, धुवालाई दोष दिने सरकार हो।
सरकारले जिम्मा लिनुपर्छ। सरकारले जुन वातावरण निर्माण गर्यो राज्यले त्यो वातावरण सबै जिम्मेवारी लिनुपर्छ जिम्मा भन्नुभएको छ नि त। कसले? त्यसो भने सुन्नु न, राजालाई जिम्मा दिने गणतन्त्रवादीहरूले प्रचण्डले 17,000 मान्छे मार्यो 5,000 को जिम्मा लिन्छु भन्यो। केपी ओली त यो टाउको काट हेर्दै आएको होइन, शेरबहादेउवा त्यस्तै होइन। यिनीहरू त अलि प्रधानमन्त्री हुने हैसियत छ, यिनीहरू पार्टी अध्यक्ष हुने हैसियत हो, यिनीहरूको चाहिँ जनताको नेता भनेर हिँड्ने हैसियत हो। अझ यिनीहरूलाई पुलिसले 16 हान्छन् हेर्नुहोस् न। भने यिनीहरूलाई सिधै जेल हाल्ने मान्छे होइन। मैले एकजना मान्छे मारेको हो भनेर यो मिडियामा मैले बोलेँ भने अहिले सुरक्षाकर्मीलाई हत्केरी हाल्छ भने 5,000 मान्छे भने मारे भन्ने खुल्ला मञ्चबाट भन्ने मान्छेलाई किन हत्केरी नहालेको? विधिको शासन होइन यो भनेर गणतन्त्रवादीले भनेको छ राज्यमा। भने यो कुनै पनि हालतमा हेर्नुहोस् प्रचण्डलाई जेल हाल्नुपर्छ। केपी ओलीले के भन्यो? केपी ओलीले आफ्नो वाइस आफ्ना चाहिँ युवा सङ्घलाई के भन्यो भने शान्तिपूर्ण ढङ्गबाट जाने पछिबाट झ्याममा हानेर भन्नु। यो यस्तो भन्ने प्रचण्डले जेल हाल्नु तपाईँ पनि पर्छ होला नि त। म किन भने मैले एक मान्छे मारेको छ, मैले एउटा हिंसा गरेको छ, मैले कसै घर लुटेको छ, मैले कसै ब्याङ्क लुटेको छ, मैले जिउँदै पढाउ माओवादी हो भने तपाईँ बोल्नु भएको छ, हामीसँग फुटेज छ। को पूर्व सुन्नु न, तपाईले भन्नु भएको छ पूर्व होइन मैले बोल्नु भएको छ। अनि सुन्नु न, म जन्मिँदै राप्रपा कोखबाट जन्मिएको, राजावादी कोखबाट जन्मिएको। तपाईँले म माओवादी कुनै बेला त यस्तो मान्छे थियो कि रात उठेर पनि सुतेका मान्छेले माओवादी हुने माटो नै माओवादी जिन्दाबाद भन्ने बेला यो रोग बिरुवाले जिन्दाबाद भन्ने परिस्थिति थियो भने त्यो परिस्थिति हुर्के आएको मान्छे हो। तर देशमा राजशास्त्र अपिरहेको छ, यो गणतन्त्रवादीले चल्दैन भने मैले तपाईँले अघि मैले एउटा कुरा भन्दै केपी ओलीले अस्ति युवा सङ्घलाई शान्तिपूर्ण ढङ्गबाट जाने हान्ने भन्नुभयो। एउटा देशको प्रधानमन्त्रीले केपी ओली भन्दा नेकपा एमालेको अध्यक्ष मात्र होइन नि त, उहाँले हान्ने हिंसाको एउटा त्यस्तो शब्द बोल्ने देशको प्रधानमन्त्रीले एउटा देशको जनताको कर तिरेर राज्य सत्तामा बसेर त्यसरी दुरुपयोग गर्न मिल्छ? त्यसले यदि विधिको शासन हो भने केपी ओलीले हत्केरी हाल्नुपर्छ, हत्केरी हालेर ल्याउनुपर्छ केपी ओली। नेताहरूले अब नेपालको झन्डा बोक्नेहरूलाई पनि जेल हाल्नुपर्छ, थुन्नुपर्छ भन्ने अभिव्यक्ति दिएको कता कता सुनिन्छ नेताहरूले। यसमा के भन्नुहुन्छ? झन्डा जलाउनेलाई होइन, नेपालको झन्डा बोक्नेहरूलाई पनि अब चाहिँ थुन्नुपर्छ। अब नेपालको झन्डा बोक्ने होइन भने त्यसो भने कहाँ यी विदेशी दलाल कहाँको झन्डा बोक्ने? अमेरिकाको झन्डा बोक्ने? दुरुपयोग भयो भन्ने कहाँको नेपालको झन्डा दुरुपयोग। सुन्नुहोस्, नेपालको झन्डा दुरुपयोग होइन, हामी नेपाली हो, नेपाल र नेपाली बचाउनु पर्छ। नेपाल नेपाली भएको देख्न पाऊ, नेपाली भएको देख्न पाओस् भनेर यो एउटा पहिचान हो। नेपालको झन्डा कानमा नराखेर शिरमा नबोकेर के विदेशी भारतको झन्डा बोक्ने, अमेरिकाको झन्डा बोक्ने के भन्ने खोजेको यो कम्युनिस्टहरूले? के गर्न खोजेको? त्यसैले मैले के भन्छु भने जसले यो देश निर्माण गरेका छन् नि राजाहरू, राजशास्त्र सृजनाशाली देश एकीकरण गरे। हेर्नुहोस्, आज देश एकीकरण नगरेको भए यो केपी ओली कुन देशको प्रधानमन्त्री हुन्थ्यो? प्रचण्ड कुन देशको प्रधानमन्त्री? शेरबहादेउवा कुन देशको प्रधानमन्त्री हुन्थ्यो? त्यसैले राजाको जुन माल्य साली भत्काउने जसले देश निर्माणमा केही भूमिका खेलेको छैन, माओ सेतुङ गान्धीका यिनीहरूको फोटोहरू माल्यार्पण गर्ने यी विदेशी दलाल होइनन्। अस्तिको घटनाले चाहिँ यो राजावादीको जुन आन्दोलन छ राजालाई पनि त्यो चाहिँ समाप्त भयो भनेर पनि भनेका छन्। तपाईँहरू चाहिँ अब के गर्नुहुन्छ? सुन्नु, समाप्त यो सुन्नु, हरेक कार्यक्रम योजना प्लानिङ बन्दैछन् एकदम परिपक्व ढङ्गबाट एकैचोटि अब चाहिँ राज्य सत्तै कब्जा गर्ने तरिकाले। सुन्नुहोस् है, त्यसरी चाहिँ अब एउटा आयोजना प्लानिङ बनिराखेको छ। यो प्लानिङमा तपाईँले सहयोग गर्नुपर्छ। आम मिडियाकर्मी साथीहरूले पनि हिजो पनि यो देशमा कुनै बेला राजाले गल्ती गर्यो, राजाले कारणले विकासै हुन सकेन, देशै कहाँ ध्वंस भयो भनेर जुन त्यतिखेर 7 दल लगायतकाले नारा लाउँदाखेरि तपाईँहरू जस्तो मिडियाकर्मीले त्यतिखेरका ठुल्ठुला पोस्टरमा लेख्ने काम भएको थियो। अब पनि देशमा सडकमा नेपाली जनताले अहिलेको व्यवस्था र गणतन्त्रवादीले काम गर्न सकेन र नेपाली जनताको आधारभूत आवश्यकतामा कुनै टेवा पुग्ने काम गरेन। राज्यलाई एउटा कुनै देशको प्रान्त बनाउने तर्फ अगाडि देश मोडिँदैछ, राज्य राजनीतिक दलहरू त्यता मोडिँदैछन् भन्ने आम जनताले सडकमा उत्रिँदा आज किन यिनीहरूले चाहिँ जनताको नासो भनेर छोड्न सकेका छैन? राजाले हिजो जनताको नासो भनेर छोडेको होइन। आज गणतन्त्रलाई यति चाहिँ सत्ता प्यारो लाग्ने, त्यसैले प्रचण्डको फोटो अस्ति जलाएको मैले, तँलाई थाहा छ नि। त्यसैले यो देशमा राजालाई मूर्तिचोर तपाईँले चाहिँ भाइमाराको चाहिँ जुन अङ्कित गर्नुभयो, प्रचण्डलाई मैले के भने विगतमा 17,000 मान्छे मार्नुभयो। तपाईँको चाहिँ लमजुङमा पढाउँदै गरेको टिचर के अरे मुक्ति प्रसाद अधिकारीलाई रुखमा झुन्डाएर मार्नुभयो। तपाईँले मन्दिर तपाईँले भत्काउनु भयो। तत्कालीन नेपाल हिन्दू परिषदका अध्यक्ष नारायण प्रसाद पोखरेललाई भुटोलमा मार्नुभयो होइन। आफ्नो हो यो घटनाहरू मैले स्मरण गर्न लागि प्रचण्डको पत्रमा जलाएको फोटो जलाएको। तपाईँले दुर्गा प्रसाई कहाँ घरमै सुतेको छ कि अर्को छुट्टै घर छ कि कहाँ बसेको छ त तपाईँ हामीले के थाहा हुन्छ त? त्यो आफ्नो कुरा। तर एउटा कुरा म के गर्छु, तपाईँको प्रश्न थियो जब गृहमन्त्री अहिलेको गृहमन्त्री मैले बोल्नै पर्छ, मैले मिडियामा गृहमन्त्री कहाँको अहिले कञ्चनपुरका होइनन्, त्यहाँको कञ्चनपुरबाट जितेर आएको मान्छे होइन।
जहाँ निर्मला पन्त कहाँको हो? कञ्चनपुर जिल्लाको होइन। एउटा फोटो जलाएको भरमा मलाई हत्कडी हालेर समातियो होइन। तब जहाँ निर्मलाका आमा बुबाले नै भोट हालेर गृहमन्त्री बनेको अहिलेका गृहमन्त्री निर्मलालाई कहिले न्याय दिलाउने? निर्मलाका दोषीलाई कहिले समात्छ? आम नेपाली महिलाहरूलाई महिलाको प्रतिनिधित्व हुने त्यो एउटा न्याय हो। त्यो न्याय गृहमन्त्रीले कहिले गर्ने? ती हत्यारालाई कहिले समान्ने? म प्रश्न गर्न चाहन्छु। यो गणतन्त्र कहिले समान्ने? ठुलो कुरा गर्ने यिनीहरूले हामीलाई प्रतिगमनवादी भने आफूले अग्रगमन भन्ने। अब तपाईँहरूको निर्णायक आन्दोलन कहिले हुन्छ? अब हाम्रो निर्णायक आन्दोलन हाम्रो नेताहरू भित्र छन्। आजका दिनमा आजै बेलुकासम्म मैले त पार्टीलाई 24 घण्टा बनाएको थिएँ, मैले त 5 घण्टाभित्र बनाएको थिएँ। आजको दिनभित्र हाम्रा जो राष्ट्रवादी सुन्नुहोस्, अहिलेसम्म 1 रुपियाँ भ्रष्टाचार नगरेको व्यक्ति असल नेताहरू जनताको सेवा गर्नेलाई भित्र हुने अघि पनि भने अनि 5 जसले देश लुटेका छन्, मान्छे मारेका छन्, सोलेट हान्नुपर्ने परिस्थिति आयो। हाम्रो नेतालाई आजै निकालिनु भने यो यत्रो ठुलो चाहिँ विशाल रूपमा आन्दोलन मचिन्छ। हेर्नुहोस्, यो कसैले थाम्न सक्दैन। हेर्नुहोस्, यो अहिले अस्तिको भन्दा ठुलो। तपाईँ ढुक्क हुनुहोस्, सुन्न क्षति भयो। राजावादीको आन्दोलन कहिले पनि ध्वंस हुँदैन। तपाईँले अस्ति अन्तर्राष्ट्रिय एकछिन अन्तर्राष्ट्रिय विमानस्थलबाट म भन्दैछु सुन्नु न, अन्तर्राष्ट्रिय विमानस्थलबाट राजालाई स्वागत गर्ने निर्मल निवासमा कार्यक्रम थिएन। यो गृह मन्त्रालय गणतन्त्रले कति मान्छे आउनेछ भने 10,000 को क्यालकुलेसन गरे होइन, लाखौँ मान्छे सडकमा निस्केनन्। 10,000 भन्दा बढी त बाइक मात्रै थियो त्यो दिनमा। एकजनाको बाइक ठोकिएको, हातबाट भाँचिएको, कसैको चाहिँ त्यो ट्राफिकको बिचमा राखिएको झुन्छ नि, त्यो ठोकिएको कहीँ देख्नुभयो? राजावादीको यति अनुशासित आन्दोलन हुन्छ भने हिजो आन्दोलन तिनकुनेमा यिनीहरूले ध्वंस पार्न खोजे होइन, यिनीहरूले चाहिँ अत्याचारको रूपमा अगाडि बढाएको होइन। यी सबै अनि माधव नेपालले मान्छे मारेर हिँड्ने यो देशै जग्गा दल यो साह्रै भ्रष्टाचारीहरूको त यो यिनीहरूलाई दिउँसै जलाउनु, त्यो पेट्रोल खरे जलाउनु मान्छे हो के माधव कुमार नेपालको पार्टी कार्यालय? आन्दोलनकारीलाई शान्तिपूर्ण ढङ्गबाट तपाईँहरूले खोजेको व्यवस्था चाहिँ कस्तो हो? जस्तै यहाँ सुन्नुहोस् न, जस्तै कस्तो भने यो धेरै लामो सङ्घर्ष पछाडि आएको, यो धेरै खाडल भइसकेको छ क्या, बुझ्नुभयो नि? होइन, यसलाई विकासको क्रममा हल्का गति लिन खोज्दाखेरि फेरि पनि तपाईँहरू हिंसामै जाने, सशस्त्र भएरै लड्ने होइन, कुन खालको अभ्यास हो यो? अलिक बताइदिनुहोस् न। यो अहिलेको व्यवस्था छ नि, यो व्यवस्थाबाट मुलुक बन्दैन, यो व्यवस्थाबाट मुलुक रहँदैन। यो व्यवस्थाबाट विदेशमा रहेका आम 60 लाख भन्दा बढी युवाहरूको प्रतिनिधि हुन सक्दैन। त्यसकारणले यो व्यवस्थामा यहाँनिर रोक्न चाहिए। अहिलेको व्यवस्थाले मुलुक बन्दैन भने हिजो संवैधानिक राजतन्त्र अन्त्यको लागि त तपाईँ त लडेको मान्छे हो नि। म कहिले पनि लडिनँ होइन, म गलत जति लडेँ म जति होइन त्यस्तो सुन्नुहोस्, मैले अहिले भन्दैछु म राजाको कोखबाट राप्रपाको होइन, अहिले आएर गणतान्त्रिक व्यवस्थामा फेरि राजाले चाहिन्छ। यो जनताको माग हो नि त, जनताको माग हो। तपाईँले राजाले हिजो तपाईँ 18 यो अहिले 17-18 वर्षसम्म तपाईँले केही गर्नुहोस्, ल तपाईँले गर्नुहोस्। मुलुक मेरो कारणले हिजो राजा महेन्द्रले बनाएका विकासका संरचना बाहेक अरू देशमा के बनेको छ भने एउटा हस्पिटल बनाएको छ, एउटा विश्वविद्यालय बनाए, एउटा कुनै ठाउँमा अस्पताल बनाए। यिनीहरूले गणतन्त्रवादीहरूले राजा महेन्द्रको विकासका मोडालिटीमा टेकेर 18 वर्षमा गणतन्त्रवादी त्यहीँ बसेका छन् भने यो देशमा बस्ने राजाको अनि गणतन्त्रवादी कुरा गर्ने सडक छिरेको छ। तपाईँले हो सुन्नुहोस्, तपाईँले अहिले कति वर्ष 32 वर्ष हुनुभयो, तपाईँ 32 वर्ष अगाडि कहाँ हुनुहुन्थ्यो भन्यो भने मैले क्वेसन गरेँ भने म त मेरो चाहिँ आमा बुबाको कोखमा मम्मीको कोखमा थिएँ भन्ने हो। अनि कति वर्षको अगाडि गाउँको कुरा गर्ने, अहिले राज्यले नै आफै निर्माण गरेको छ। तपाईँ हाम्रो करबाट त्यहाँ गाडी पुग्ने, त्यहाँ अर्को कुरा गर्ने, यो त विदेशी दलालबाट सञ्चालित भएको भने त अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ति भनिसक्नु भयो। यो कसरी धर्मनिरपेक्षतालाई चाहिँ स्थापित गर्न खोजेको रहेछ, गणतन्त्रलाई कसरी संरक्षण गर्न रहेछ। अनि छोडिदिनुहोस् न, अहिले तपाईँको चाहिँ मुख्यमन्त्री कार्यालय, म त ठ्याक्कै भनिदिन्छु, मुख्यमन्त्री कार्यालय भ्रष्टाचारको संरक्षण बन्यो। गाउँ गाउँमा भ्रष्टाचार जो बनेको छ, गाउँपालिका अध्यक्ष हाम्रो पार्टीको जिन्ने यो योजना पठाउँछु यति पर्सेन्ट पहिले दिए भन्ने, अनि गाउँपालिकाले पनि उपभोक्ता समितिबाट पहिला माग्ने, अनि उपभोक्ता समिति लास्टमा आएर घाटामा पर्ने। यो भ्रष्टाचारको अगडा र केन्द्र बनायो। संहिता खारेज बनाएर 40 करोड जाने कुनै गाउँपालिका छ भने 1 अर्ब पैसा पठाएर शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका थुप्रै जनताका आधारभूत आवश्यकतालाई चाहिँ सेवा र सुविधा निःशुल्क गर्ने व्यवस्था गर्नुपर्छ भने हाम्रो लडाइँ हो। ठिक छ, मेरो अन्त्यमा एउटा क्वेसन छ तपाईँलाई। आज यो हिजो गणतन्त्र प्राप्तिको निमित्त हजारौँ शहीदहरूले बलिदान पछाडि प्राप्त भएको व्यवस्था हो, जुन व्यवस्था प्राप्तको लागि तपाईँको पनि आफ्नो ठुलो योगदान छ, तपाईँ आफैले भनिसक्नुभयो। आज यो व्यवस्था उन्नत भएन हो, गणतन्त्र भन्दा राजतन्त्र उन्नत छ भनिराख्दाखेरि फेरि पनि देशलाई तपाईँहरूले के भडखालोमा हाल्न खोजेको हो?
अब तपाईँहरू हात हतियार सहित सुन्नुहोस्, हात हतियार सहित एउटा निष्ठ कर्म गरिरहेको पत्रकारलाई घरभित्र राखेर तालचा लगाएर आगो लाग्ने तपाईँले दुईटा कुरा सुन्नुभयो। मैले अघि यो पत्रकारको कुरामा मैले अघि पनि जवाब दिइसकेको छु, म दोहोऱ्याउन चाहँदैन। यो राज्यले नै गोली हानेर मारेको हो। त्यहाँ भित्र भएकै पुलिस माथि थियो नि त, पुलिस माथि भएर त्यहीँ छन् पुलिस, ती पुलिसले मारेको हो। सुन्नुहोस्, पुलिसले मारेको हो, पत्रकारलाई पनि गोली हानेको एउटा कुरो। अर्को कुरो, हिजो जनताको बन्दुकको नालमा एकछिन साथीहरू, बन्दुकको नालमा राज्य सत्ता परिवर्तन गर्न सकिन्छ, देशको विकास गर्न सकिन्छ भनेर रोल्पाको थामाङबाट यो प्रचण्डले जनताको 17,000 जनताको रगतमा होली खेलेर प्रधानमन्त्री भएको होइन भने आज देशमा विकास हुने जनता, गरिब जनता धनी हुने भएको भए प्रचण्ड चाहिँ प्रचण्डले चाहिँ हतियार उठाएर अहिले अरबपति बन्ने, त्यो प्रचण्डले भोट हाल्ने मान्छेहरू जहाँ प्रधानमन्त्री बनाउन लागि युद्धमा हुमिएर घाइते अपाङ्गका परिवारहरू आज किन चाहिँ गरिबको रेखामुनि बसेका छन्, जहाँ एउटा सिटामोल नपाएर हस्पिटलको छतबाट हाम फाल्ने परिस्थिति किन बन्यो? यदि प्रचण्डले सही आन्दोलन गरेका थिए, परिवर्तनलाई गरेका थिए भने प्रचण्ड जसरी उहाँको परिवर्तन भयो, नेपाली आम जनताको किन परिवर्तन हुन सकेन? त्यो प्रश्न हो हाम्रो। तपाईँको केपी ओलीले टाउको रेड्छौँ भनेर सामन्तको यहाँ काठमाडौँ सिधा होइन, अनि उहाँ कसरी अरबपति बन्नुभयो? यी सबै प्रश्नहरू धेरै छन्। हेर्नुहोस्, यो गलत, म जस्तो एकजना युवा यो गणतन्त्रले कामै गर्न सक्दैन भनेर यति स्पष्ट भएको छ, जहाँ कुनै बिना निस्वार्थ भावनामा देशका लागि। तर आम अरू पार्टीका मैले युवाहरूलाई भन्न चाहन्छु, कुनै एउटा पार्टीको झोला बोकेर देश बन्दैन। तपाईँले कुनै एउटा युवाले अस्ति के भन्यो, एउटा चाहिँ नेकपा एमालेबाट जितेका यो विद्यार्थी एउटा अन्तर्राष्ट्रियबाट एउटा कुनै सोभियत निर्वाचनमा जितेका एकजना अन्तर्राष्ट्रिय विमानस्थलबाट टिकट काटेर सामान्य रोजगारलाई विदेश जानुभयो। उहाँले एउटा स्टार लेख्नु भएछ, मैले पढे विचाराको एउटा गम्भीर थियो। जब यहाँ आउँदासम्म गणतन्त्र ठिक, राज संस्था बेठिक, अहिलेका नेता ठिक भन्ने युवाहरू जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टिकट काट्छन् नि, तब राजाको याद आउँछ। किनभने ऊ राजा भएको देशमा जाँदैछ नि त, जहाँ राजा भएको देशमा विकास भएको छ, रोजगार छ। हिजो पनि राजा हुँदाखेरि विदेशबाट मजदुरहरू ल्याइन्थ्यो र उसले के लेख्यो भन्दाखेरि राजा त्रिभुवनले अन्तर्राष्ट्रिय पर्यटक आउनको लागि बनाएको यो अन्तर्राष्ट्रिय विमानस्थल आज विदेशी दलालहरू, गणतन्त्रवादीहरूले युवा बेच्ने कारखाना भनेर भने यहाँ हो। यो कुरा अहिले एमालेकै साथीहरू उठाएका छन्, हामीले किन गर्ने? त्यस कारणले गणतन्त्र 1 छैन, 2 छैन, ठिक 3 छैन, थामखोर कटाउने हो। यस्ता झोलिन्ते नेताहरूलाई राजा आयो भने पहिलो भित्र जेल जाने प्रचण्ड, दोस्रो माधव नेपाल, तेस्रो केपी शेरबहादुर देउवा जान्छन्। ल, यो ढुक्क हुनुहोस्। धन्यवाद। नमस्कार। आजको तपाईँको यो हाम्रो नेताजीहरू वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर ज्यूलाई निशर्त रिहा गर्ने सन्दर्भमा हामीले विरोध स्वरूप यो कार्यक्रम सञ्चालन गरेका छौँ। यो तपाईँहरूको पार्टीको आन्दोलन होइन, पार्टीको अध्यक्ष कहाँ हुनुहुन्छ त? होइन, पार्टीको अध्यक्ष अब यो तपाईँको पार्टीगत भन्दा पनि यो तपाईँको संयोजित यो भ्रातृ सङ्गठनले गरेको हो। त्यस कारणले गर्दा उहाँले नैतिक रूपमा उहाँले नै आह्वान गरेर हामी यहाँ यो भ्रातृ सङ्गठन, सम्पूर्ण भ्रातृ सङ्गठनहरू मिलेर गरेको यो संयोजित सङ्गठनले गरेको भए भएर अध्यक्ष लगायत अन्य ठुला पदाधिकारीहरू आउनुपर्छ भन्ने जरुरी छैन। हामी उहाँहरूको प्रतिनिधित्व गर्दै मैदानमा छौँ। तपाईँहरूले पनि त हुन्छ नि, जस्तै तपाईँहरूको पार्टीले अन्य 2 जना मरे होइन, जस्तै पत्रकार मरे, अर्को 1 जना मरे होइन, यसमा दोषी चाहिँ तपाईँहरूले चाहिँ दुर्गा प्रसादलाई लगाउनु भयो कि? अध्यक्षले नि हावा भन्नुभएको छ दुर्गा प्रसादजीलाई, हावा मान्छेलाई चाहिँ हामीले चाहिँ यो जिम्मा कमान्डर दिएर गलत गऱ्यौँ होइन, यस्तो हावादारीको पछि नलागौँ भने स्ट्याटस लेख्नु भएको छ उहाँले। अहिले मोह चाट, यदि मोह भएको भए चाहिँ तपाईँहरू चाट्नुहुन्थ्यो होइन, मोह चाट्नु पाउनु पनि दुर्गा प्रसाद दोष लानुभयो। अध्यक्षज्यूले त्यो लेख्नु भएको भनेर मलाई ज्ञान छैन होइन, किनभने म उहाँलाई रेगुलरली फलो गर्छु, उहाँ र म फेसबुकमा साथी पनि छौँ। हाम्रो हरेक राजावादीहरू, राज संस्थावादीहरू, राजाको समर्थकहरू, कुनै सङ्घ संस्था, कुनै व्यक्तिसँग हाम्रो उहाँहरूप्रति हाम्रो नैतिक समर्थन छँदैछ, एकबद्धता छँदैछ। अध्यक्षज्यू स्वयंले पनि भन्नुभएको छ। त्यस कारणले त्यो आन्दोलनको दोषी तपाईँ पत्रकार मित्रहरूले के माग गरिदिनु पर्यो भनेर भन्दाखेरि राज्यपछि निष्पक्ष जाँचबुझ आयोग गठन हुनु पर्यो, अन्तर्राष्ट्रिय मानव अधिकार कर्मी सम्मिलित
एउटा तपाईँको आयोग गठन हुनु पर्यो। होइन भने त्यो 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 सुनियोजित तरिकाले घटेको घटना हो, त्यो राज्यबाट घटाइएको घटना हो। तर राज्यले त लापरवाह र राजावादी भनिसकेको छ। होइन, राज्यले त दमन गर्न चाहन्छ, राज्यले त दबाउन चाहन्छ, राज्यले त राज संस्थावादीहरू राजावादीहरूको अथवा हिन्दू सनातनीहरू भनौँ न सनातनीहरूको आवाज दबाउन चाहन्छ। त्यस कारणले गर्दा उसले भन्नु त तपाईँको त्यो स्वाभाविकै कुरा हो। त्यस कारणले गर्दा हामीले अहिले पनि भनिरहेको छौँ, नवीन समझदारीमा आउनुहोस्, शान्तिपूर्ण रूपमा तपाईँको के भने यो सङ्क्रमणलाई पार गरौँ, पिसफुल्ली शान्तिपूर्ण रूपमा वार्ताको माध्यमबाट यो समस्यालाई समाधान गरी राज्यलाई एउटा निकास दिउँ भनेर हामीले भनिरहेको छौँ। रविन्द्र मिश्रजी र धवल शमशेरजीलाई रिहाई गर्नको लागि तपाईँहरूको कदम के हुन्छ त? यस्तै हुन्छ खालि हामीले गर्ने भनेको अहिंसात्मक विरोध कार्यक्रमहरू हो। होइन होइन, राज्यसँग प्रमाण हुनु पर्यो नि, प्रमाणको आधार हुनु पर्यो। अहिले यदि मेन स्ट्रिम 12 भाइ कथित 12 भाइ मेन स्ट्रिम मिडियाहरूले जुन हिसाबमा तपाईँको सत्यको लागि बोल्नु पर्दथ्यो अथवा छापा भयो, भिजुअल मिडिया भयो, तपाईँको जुन हिसाबमा उनीहरूले लेख्नु पर्थ्यो, अहिले सामाजिक सञ्जाल नभएको भए यो साँचो सत्य तथ्य लुक्ने थियो। तर थ्याङ्क्स, धन्यवाद सामाजिक सञ्जाललाई। त्यस कारणले एउटा प्रमाणहरू हरेक दिन भिडियोको रूपमा आइ नै रहेको छ। भिडियोको रूपमा त समातिरहेको छ, दुईटा सुन्तला चोरीलाई पनि समाते राज्यले त। छानबिन गर्नुहोस्, उहाँहरू राजावादी हुनुहुन्छ भने कारबाही गर्नु पर्यो। उहाँहरू एमालेवादी हुनुहुन्छ कि माओवादी हुनुहुन्छ कि? तपाईँको कुराले चाहिँ जति पनि समाते, रविन्द्र मिश्र र धवल शमशेर बाहेकका जति पनि राजावादी समाते, त्यो चाहिँ तपाईँहरूको पार्टीको होइन भन्ला त? हाम्रा आदरणीय वरिष्ठ उपाध्यक्षज्यू र महामन्त्रीज्यूले र दुर्गा प्रसाद समेतले उहाँले पटक पटक तपाईँको त्यो सभामा पनि आह्वान गर्नुभएको छ, प्रहरीसँग ऐक्यबद्धता जनाउनुहोस्, ढुङ्गामुढा नगर्नुहोस्, शान्तिपूर्ण रूपमा यो आन्दोलनलाई हामीले सफल गरौँ भने उहाँले पटक पटक भन्दा राज्यले तपाईँको स्टेजमा टियर ग्यास फालेको छ। म पनि त्यो घटना त्यहाँ उपस्थित थिएँ। म स्वयं पनि मर्दा बाँचेको मान्छे हो। टियर ग्यास मजाले खाएको, त्यो पनि एक्सपायर्ड टियर ग्यास होइन। एक्सपायर्ड टियर ग्यास, कुनै पनि आन्दोलनमा राज्य पक्षबाट एक्सपायर्ड टियर ग्यास प्रयोग हुन्छ भने त्यो मानव अधिकार हनन हो कि होइन, त्यो राज्यले गर्नुपर्छ। यसको निष्पक्ष उच्च स्तरीय तपाईँको जाँच आयोग गठन हुनुपर्छ भन्ने हामी माग पनि गर्दछौँ।